लोकसेवा आयोग केन्द्रीय कार्यालय कमल पोखरीले आज 2082 8 महिना 24 गते चाहिँ शाखा अधिकृत निजामती सेवा अन्तर्गतको तृतीय श्रेणी राष्ट्रिय मानव अधिकार आयोगतर्फ र प्रशासनतर्फ गरेर विभिन्न पदहरूमा अप्राविधिक तर्फको अधिकृत स्तरको विज्ञापन खोलिएको छ, जसमा ज्येष्ठता कार्य सम्पादनको आधारमा बढुवाको लागि पनि छ भने खुल्ला तर्फको पनि विज्ञापन गरिएको छ। बढुवा तर्फको कुरा गर्दाखेरि न्यायतर्फ शाखा अधिकृत तर्फको न्यायतर्फ 14 जना, त्यसैगरी न्याय कानुनतर्फ 7 जनाको लागि, सरकारी वकिलतर्फ 6 जनाको लागि, त्यसैगरी परराष्ट्रतर्फ शाखा अधिकृतकै परराष्ट्रतर्फ 5 जनाको लागि, त्यसैगरी शाखा अधिकृत सामान्य प्रशासनतर्फ बढुवाको लागि 55 जनाको लागि, त्यसैगरी राजस्वतर्फ प्रशासनको पनि राजस्वतर्फ 16 जना र लेखा परीक्षणको लागि भनेर 4 जनाको लागि बढुवाद्वारा कार्य सम्पादन ज्येष्ठताको आधारमा बढुवाद्वारा विज्ञापन गरिएको छ भने राष्ट्रिय मानव अधिकार आयोगको कुरा गर्दाखेरि राष्ट्रिय मानव अधिकार आयोगको अधिकृत तृतीयतर्फ अधिकृतको लागि 2 जनाको लागि बढुवाबाट विज्ञापन गरिएको छ। त्यसैगरी खुल्ला तर्फको कुरा गर्दाखेरि आज नै 2082 8 महिना 24 मा लोकसेवा आयोगले आफ्नो कार्यतालिका अनुसार खुल्ला तर्फको पनि विज्ञापन आह्वान गरिएको छ, जसलाई हामी हेर्न गइरहेका छौं जसमा न्यायतर्फको जाउँ। पहिला न्यायतर्फको कुरा गर्दाखेरि खुल्लाबाट न्यायतर्फको न्यायमा न्याय सेवाको न्याय समूहतर्फ 17 जना, त्यसैगरी कानुनतर्फ 8 जना, सरकारी वकिलतर्फ 8 जना, जम्मा खुल्लाबाट न्यायतर्फ न्याय सेवामा 33 जनाको लागि विज्ञापन गरिएको छ। त्यसैगरी महिलाबाट न्याय कानुन र सरकारी वकिल तीनटै गरेर महिलातर्फ जम्मा 9 जनाको लागि चाहिँ विज्ञापन आह्वान गरिएको छ। आजबाट आदिवासी जनजातितर्फ न्याय कानुन र सरकारी वकिल तीनवटैको गरेर जम्मा 7 वटा पदहरूमा विज्ञापन गरिएको छ, जसमा न्यायमा 4, कानुनमा 1 र सरकारी वकिलमा 2 जनाको लागि चाहिँ विज्ञापन गरिएको छ। त्यसैगरी मधेसी तर्फको कुरा गर्दाखेरि मधेसी तर्फ न्याय कानुन र सरकारी वकिल गरेर जम्मा 6 वटा पदहरू आह्वान गरिएको छ भने दलित तर्फ कानुन र सरकारी वकिल गरेर जम्मा 2 वटा पदहरू चाहिँ माग गरिएको छ। त्यसैगरी अपाङ्गतर्फ अपाङ्गमा न्याय र सरकारी वकिलमा जम्मा 2 वटा पदहरू छ भने पिछडिएको क्षेत्र भनेर न्यायतर्फ 1 जनाको लागि चाहिँ विज्ञापन गरिएको छ। यो चाहिँ हामीले न्याय सेवातर्फको कुरा गर्यौं। न्याय सेवातर्फमा विभिन्न समावेशी समूह अन्तर्गत खुल्ला, महिला, आज आदिवासी जनजाति, मधेसी, दलित र अपाङ्ग र पिछडिएको क्षेत्र गरेर यति पदहरूमा विज्ञापन गरिएको छ। अब निजामती सेवातर्फ परराष्ट्र प्रशासन, लेखा परीक्षण सेवा र संघीय संसद तर्फको संयुक्त र एकीकृतलाई हेरौं जसमा आप्र भनेर संघीय संसद सामान्य प्रशासनमा 1 जना गरिएको छ भने खुल्लामा परराष्ट्रतर्फ 5 जना, परराष्ट्रमा 5 जना, प्रशासन अन्तर्गत सामान्य प्रशासनमा 70 जना, त्यसैगरी राजस्वतर्फ 20 जना, लेखा परीक्षणतर्फ 6 जना, संघीय संसदतर्फ 3 जनाको लागि चाहिँ विज्ञापन संघीय संसदको सामान्य प्रशासनतर्फ 3 जनाको विज्ञापन गरेर खुल्लातर्फ जम्मा 104 वटा विज्ञापन खोलिएको छ, 104। त्यसैगरी महिलामा परराष्ट्रतर्फ 1 जना, महिलामा सामान्य प्रशासनतर्फ 19 जना, राजस्वतर्फ 5 जना र लेखा परीक्षणतर्फ 1 जना गरेर महिलाबाट जम्मा 26 वटा विज्ञापन गरिएको छ। त्यसैगरी आज आदिवासी जनजातितर्फ परराष्ट्रमा 1 जना, सामान्य प्रशासनमा 16 जना, त्यसैगरी राजस्वतर्फ 5 जना, लेखा परीक्षणतर्फ 1 र सामान्य प्रशासन संघीय संसदको 1 गरेर जम्मा 24 जनाको लागि चाहिँ विज्ञापन आह्वान गरिएको छ भने मधेसी समूहतर्फको लागि परराष्ट्रमा 1 जना, सामान्य प्रशासन अन्तर्गत 12 जना र लेखा परीक्षणमा 1 जना र राजस्वतर्फ 4 जना गरेर जम्मा 18 जनाको लागि विज्ञापन खोलिएको छ। त्यसैगरी दलिततर्फ सामान्य प्रशासनतर्फ 5 जना र राजस्वतर्फ 2 जना गरेर जम्मा 7 जनाको लागि विज्ञापन प्रकाशित गरिएको छ भने अपाङ्गतर्फ सामान्य प्रशासनमा 3 जना, राजस्वमा 1 जना र लेखा परीक्षणमा 1 जना गरेर जम्मा 5 जनाको लागि विज्ञापन प्रकाशन गरिएको छ भने पिछडिएको क्षेत्र भनेर परराष्ट्रतर्फ 1 जना, सामान्य प्रशासनमा 3 जना र लेखा परीक्षणमा
1 जना गरेर जम्मा 5 जनाको लागि विज्ञापन प्रकाशित गरिएको छ। यो त हामीले संघीय संसदको कुराहरू हेर्यौं। संघीय संसद अनि राष्ट्र सेवा परराष्ट्रतर्फको र लेखा परीक्षणको हेर्यौं भने अब हामी राष्ट्रिय मानवाधिकार तर्फको कुरा गरौं। राष्ट्रिय मानवाधिकार तर्फको लागि राष्ट्रिय मानवाधिकारमा खुल्लाबाट मानवाधिकार अधिकृत है, मानवाधिकार अधिकृत भनेर 3 जना, त्यसैगरी महिलामा मानवाधिकार अधिकृत भनेर 1 जना, महिलातर्फ नै लेखा अधिकृत 1 जना र यो आदिवासी जनजातिबाट मानव अधिकृत है, मानवाधिकार अधिकृत भनेर 1 जनाको विज्ञापन प्रकाशित गरिएको छ। अब यसको एक्जाम मितिको कुरा गरौँ हामी। एक्जाम मितिको कुरा गर्दाखेरि परराष्ट्र, प्रशासन, लेखा परीक्षण र संघीय संसदको सेवातर्फ संयुक्त र एकीकृत लिखित परीक्षा क्रम बनेको छ। मैले सुरुमा भने यसमा चाहिँ यो मानव अधिकारको है, मानव अधिकार तर्फको एक्जाम मिति प्रकाशित गरिएको छैन है, मानव अधिकारको एक्जाम मिति प्रकाशित गरिएको छैन है। यो चाहिँ के को हो? परराष्ट्र, प्रशासन, लेखा परीक्षण र संघीय संसदको लागि मात्रै हो है। जसमा प्रथम चरण चाहिँ जुन चाहिँ प्रशासनिक अभिरुचि भनेर भनेको छ, जसको परीक्षा मिति अबको ठिक्क 2 महिना 2082 10 महिना 24 यानी कि माघ 24 गते दिउँसो 11 बजे सञ्चालन गरिनेछ है। माघ 24 दिउँसो 11 बजे सञ्चालन गरिनेछ। जसमा परीक्षाको किसिमको लागि पाठ्यक्रमले भने अनुसार हुनेछ र सूचना प्रविधि र सी परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता हुनेछ। त्यसैगरी लिखित परीक्षा कार्यक्रमहरूमा निजामतीतर्फ द्वितीय चरणको परीक्षा र राष्ट्रिय मानव अधिकारको लिखित परीक्षा को कार्यक्रम पछि प्रकाशित गरिने भनेको छ। यो मानव अधिकारको लागि चाहिँ अहिले सूचना प्रकाशित भएको छैन एक्जामको लागि है। त्यसैगरी परीक्षा केन्द्रको कुरा गर्दाखेरि प्रथम चरण लोकसेवा आयोगका कार्यालयहरूले गर्छ। द्वितीय चरण पनि लोकसेवा आयोगका विभिन्न कार्यालयहरूबाट सञ्चालन हुनेछ। मानव अधिकारको लागि चाहिँ लोकसेवा आयोग केन्द्रीय कार्यालयले तोकी बमोजिम हुन्छ भने विज्ञापनको लागि यो दस्तुरको कुरा गर्दाखेरि प्रत्येक विज्ञापनमा रु 1200 बुझाउनु पर्छ। थप समावेशीको लागि रु 400 बुझाउनु पर्नेछ र परराष्ट्र सेवा र लेखा परीक्षण तर्फ समेत दरखास्त पेश गर्ने उम्मेदवारले यो सम्बन्धित चिन्हमा लगाएर अनुसार सम्बन्धित चिन्हमा टिक लाउने है। तपाई केमा दिनुहुन्छ टिक लाउने त्यहाँ फर्म भर्ने बेला र 400 थप तिर्नुपर्ने हुन्छ है। र दरखास्त दिने अन्तिम मिति चाहिँ 2082 9 महिना 15 गतेसम्म